के तपाईहरु साच्चीकै जापानिज भाषा सिक्नको लागि आउनु भएको हो भने तपाईहरु एकदम राम्रो ठाउँमा एकदम ठीक ठाउँमा पुग्नु भएको छ। नमस्कार, म मुकेश नाथ, तपाईहरुको सेन्पाई र आज म सिकाउन गइरहेको छु कि हाम्रो पार्ट 1 मा जापानिज भाषाको अक्षरहरु र जापानिज भाषा भित्र के पर्छन् भन्ने पहिले म हजुरहरुलाई त्यो सिकाउने छु र त्यसपछि जापानिज अक्षरहरु सिकाउने छु। आजको पार्ट 1 मा हाम्रो रहनेछ जापानिज अक्षरहरु। हाम्रो जापानिज भाषा भित्र आज हामी सिक्ने छौं हिरागाना। जापानिज भाषा भित्र के पर्छ पहिले हजुरहरुलाई म पहिले त्यो बताउने वाला छु। जापानिज भाषा भित्र मेन भनेको हाम्रो 3 वटा हुन्छ है। यसमा हिरागाना, काताकाना अनि खान्जी। हाम्रो जापानिज पुरै जापानिज जापानको यात्रासम्म हामीले पुगाउने भनेको यो 3 वटा हो। हाम्रा यसमध्ये हाम्रो हुन्छ हिरागाना 46 वटा हुन्छ, काताकाना 46 वटा हुन्छ र खान्जी धेरै हुन्छ। खान्जीको केही लिमिटै छैन है। हिरागाना 46 वटा हुन्छ भने काताकाना पनि 46 वटा हुन्छ र खान्जी त्यसको लिमिटै हुन्न। र आज हामी सिक्ने छौं पार्ट 1 मा हिरागानाको बारेमा है। हिरागानामा हाम्रो 46 वर्ड रहेको छ भने हिरागानाको सुरुवात हुन्छ हाम्रो आबाट। आ, इ, उ, ए, ओ। नेपालीमा अ, आ, इ, उ, ए, ओ हुन्छ भने हाम्रो जापानिज भाषामा आ, इ, उ, ए, ओ हुन्छ। आ, इ, उ, ए, ओ। त्यसपछि आउँछ हाम्रो काठमाडौँ। अ यो हुँदैन है। सँगै काटी फुटेको आ, इ, उ, ए, ओ। त्यो पछि आउँछ हाम्रो साको लाइन। सा, सि, सु, से, सु। आजको हाम्रो यो भिडियोमा हामी 46 वटा हिरागानाका वर्डहरु सिक्ने छौं भने हाम्रो हिरागानामा हाम्रो जापानिज भाषामा हाम्रो आ, का, सा, ता, ना, हा, माया, रा, वा, न भनेर 46 वटा वर्ड छन्। र यो वर्ड कसरी सिक्ने हामीले? यो वर्ड हामीले प्याटर्न वाइज कसरी जान्ने? यो वर्डलाई हामी प्याटर्न वाइज स्टेप वाइज हामीले कसरी जान्ने भनेर म यो भिडियोमा हजुरहरुले सबैलाई त्यो 46 वटा वर्ड सिकाउने छु। र पहिलो हाम्रो आउँछ आ को लाइन है। आ को लाइनमा आउँछ आ। अब यो लाइन कसरी बनाउने? आ कसरी बनाउने भन्दाखेरि यसको म प्याटर्न छु। पहिला हामीले यहाँ लाइन खिच्ने, त्यो पछि यो लाइन खिचिसकेपछि यहाँ तल अर्को लाइन खिच्ने, अनि यो लाइन खिचिसकेपछि यहाँनिर नेपालीको 4 जस्तै हाम्रो यहाँनिर यस्तो 4 बनाउनु पर्ने हुन्छ के। यस्तो आयो, यो तल अहिले यस्तो 4 जस्तो बनाउनु हुन्छ। फेरि हाम्रो आ कम्प्लिट हुन्छ स्टेप बाइ है। हजुरहरु पनि यही स्टेपलाई फलो गर्यो भने हजुरले हिरागाना सिक्नको लागि 1 या 2 दिनमा हिरागाना क्लियर हुन्छ है। त्यो पछि आउँछ इ। इ को लाइन। इ ले कसरी सिक्ने? एउटा लाइन तान्ने, हल्का यस्तो गर्यो, त्यो पछि यो लाइनलाई यता लगेर यहाँबाट एउटा सानो लाइन के हुन्छ इ। यो पछि आउँछ हाम्रो आ, इ पछि आउँछ उ है। उ को लाइन सिक्ने छौं। उ हाम्रो इजी रहेको छ। यस्तो मोड्ने, यहाँबाट यस्तो लग्यो मोड्यो मोड्ने, अनि यहाँ माथि एउटा धर्को तान्दिने है। यो हाम्रो उ। यो पछि आउँछ उ पछि आउँछ हाम्रो ए। एलाई पहिला एउटा लाइन लगिने, त्यो पछि यो लाइन लगिसकेपछि यहाँ ल्याउने, यो लाइन ल्याइसकेपछि यहाँबाट लिएर यहाँबाट घुमाएर यस्तो गरिदिने, अनि यहाँ माथि एउटा यो धर्को तान्दिने है। यस्तो आयो आयो, यो ए हुन्छ है। ए आ, इ, उ, ए पछि आउँछ हाम्रो ओ। ओ को लाइनमा पनि सेम आ को जस्तै सिधा धर्को तान्ने, त्यो पछि यहाँबाट ल्याएर यस्तो घुमाएर यहाँ ठुलो बनाउने है। सिधा धर्को तान्ने,
यो धर्को तल ल्याउने डाइरेक्ट मोडिदिने यसलाई यहाँबाट गएर यस्तो यो फेरि यहाँ पनि एउटा धर्को लगाइदिने चाहिँ ओ हाम्रो अ आको लाइनमा भनेको यति 5 वटा ओडहरू हुन् अ आको हाम्रो ओडमा 12 वटा नेपालीमा हाम्रो 12 वटा अक्षर हुन्छन् भने जापानिजमा हाम्रो जम्मा 5 वटा ओड हुन्छन् 5 वटा भित्र रहेको छ आ इ उ ए ओ र यही प्याटर्न गरी आई उ ए ओ प्याटर्न गरी हामी 46 वटा बाँकी रहेको हाम्रो 41 वटा लेटर जुन छ त्यो सबै यही प्याटर्नबाट हामी सिक्ने छौं भने आई उ ए ओ जस्तै काकी कुकेको सासी सुसेसो ताची चुतेतो गरेर हामी सेम यही प्याटर्नबाट जाने छौं आको लाइन सकिएपछि अब हाम्रो आउँछ काको लाइन है आ पछि आउँछ हाम्रो का म यो कसरी यो पछि यो आउँछ भन्ने यो प्याटर्न पनि म हजुरलाई यो फर्मुला पनि हजुरहरूलाई म यहाँ बताउने छु र पहिला अब हामी लेख्ने छौं काको लाइन है का अब काको लाइन स्टेप बाइ कसरी जाने है का है योले स्टेप बाइ कसरी जाने पहिला यहाँबाट एउटा लाइन खिच्ने त्यो लाइन खिचिसकेपछि यहाँबाट यसो अनि यो लग्ने त्यो पछि यहाँ एउटा धर्को तानिदिने है यो लाइन लग्यो यहाँबाट यस्तो लग्यो अनि यहाँबाट धर्को तानिदियो यो अब का हाम्रो कम्प्लिट अब यो पछि आउँछ का पछि आउँछ हाम्रो की को लागि हाम्रो दुईटा धर्को तान्ने दुईटा धर्को तानिसकेपछि यहाँबाट एउटा धर्को ल्याउने यो धर्को ल्याइसकेपछि यहाँबाट यस्तो गरिदिने दुईटा धर्को तान्ने पहिला त्यो पछि यहाँबाट एउटा धर्को ल्याउने अनि यहाँबाट मोडिदिने यो के हुन्छ की का यो हुन्छ की त्यो की पछि आउँछ हाम्रो कु एकदम इजी छ है कु एउटा लाइन यहाँबाट ल्यायो एउटा लाइन यहाँबाट ल्यायो अनि एउटा लाइन यहाँबाट गरिदिने कु यो कु पछि आउँछ हाम्रो के मा यहाँबाट एउटा सानो धर्को लग्ने धर्को लगेपछि यहाँबाट एउटा अर्को धर्को लग्ने यो धर्को लगिसकेपछि यहाँबाट हल्का काटिदिने यसलाई यो यस्तो है एउटा ल्याउने यो सानो हुन्छ यो हल्का ठुलो हुन्छ यसको खुट्टो यहाँबाट हल्का लामो हुन्छ त्यसमा यो काटिदिने यो के का की कु के पछि आउँछ को पनि एकदम इजी छ यहाँबाट एउटा लाइन लग्ने यो लाइन लाग्छ के को लाइन सकिएपछि अब आउँछ हाम्रो का की कु के सकिएपछि अब आउँछ को है को पनि एकदमै इजी छ यहाँबाट एउटा लाइन लग्ने तल अनि यहाँबाट एउटा योलाई सिम्पलमा यस्तो गर्दै नै हुन्छ है को यस्तो गर्दै नै हुन्छ तर एकदम राम्रो बनाउनको लागि एकदम राम्रो देखिने यस्तो यो एउटा लग्ने हल्का यस्तो नत्र डाइरेक्ट यस्तो गर्दै नै हुन्छ अब का की कु के को पनि सकिएपछि आउँछ हाम्रो साको लाइन त्यो पनि सेम हुन्छ सेम प्याटर्न हो का की कु के को जस्तै सासी सुसेसो त्यसपछि जति हाम्रो अक्षरहरू हुन्छन् सब सेम प्याटर्नले जान्छ यो याद गर्नलाई एकदम इजी हुन्छ है अब आयो हाम्रो साको लाइन साको लाइनको सा पहिला यस्तो हुन्छ योले एकदम प्याटर्न अनुसार यहाँबाट एउटा लाइन लग्ने यो लाइन लगेपछि यहाँबाट मोडिदिने है यो लग्यो यस्तो गर्दा नि हुन्छ अनि यो मिलाउँदा नि केही फरक पर्दैन यहाँबाट यस्तो गर्दा यो सा जहाँसम्म नि यो छुट्टै छुट्टै गर है छुट्टै राम्रो हुन्छ हुने भनेको छुट्टै हो यहाँबाट यस्तो साको लाइन सा पछि आउँछ सी इङ्ग्लिसको सी जस्तै हो यस्तो सी एकदम इजी छ सी है सी त्यो पछि आउँछ सुलाई सिधा लाइन ल्याउने अनि यहाँबाट मोडेर यसो सु फेरि माथिबाट एउटा लाइन हाल्ने है एउटा लाइन माथिबाट हाल्ने यहाँबाट ल्याउने यसो मोडेर सिधा गर्ने सु सरी यो यहाँबाट ल्याउने सु ल्याउने सु अब आउँछ सा सी सु से है से अब से हामीले
के बनाउँदाखेरि यहाँबाट यस्तो गरेर यस्तो के गरेको थियो, के यस्तो थियो हाम्रो। अनि अब हाम्रो से हुनेछ पछाडिको लाइन ठुलो अनि यहाँबाट सानो यस्तो, योले पुरै जोडिदिने, यस्तो गर्ने, यहाँबाट यो पुरै जोडिदिने, यो यहाँबाट पुरै जोडिदिने है। यो के हो, ट्याक्क यसको उल्टो हुन्छ है। यो से अब आउँछ सो। सो हाम्रो इङ्ग्लिसको ज्याड जस्तै हुन्छ। यसले यस्तो यस्तो गरेपछि यहाँबाट अब यस्तो मोडिदिने है, ल्याउने यहाँबाट मोडिदिने, ल्याउने यहाँबाट मोडिदिने। अब भयो सा सी सु से सो, प्याटर्न अनुसार छ। योलाई यसो यहाँबाट ल्याउने ट्याक्क यो पहिला यस्तो गर्ने, फेरि यहाँबाट लग्ने, यहाँबाट लग्छ यस्तो गरेर यहाँबाट मोडिदिने है, यस्तो गरिदिने। यो पछि आउँछ हाम्रो ताको लाइन है। अब साको लाइन सकिएपछि हाम्रो छ ताको लाइन। ताको लाइनमा हल्का के फरक छ र यहाँ ध्यान दिएर हेर्नु है। पहिला आउँछ हाम्रो ता। ताको लाइनमा पहिला यहाँबाट लाइन खिच्ने अनि यहाँ गर्ने, दुईटा लाइन यहाँबाट गर्ने है। म यसलाई स्टेप वाइज गराइदिन्छु। एउटा लाइन यहाँ तान्ने, यो लाइन तानिसकेपछि यहाँबाट यस्तो ल्याउने, एउटा यस्तो ल्याइसकेपछि दुईटा लाइन यहाँ गरिदिने, एकदम इजी छ यो ता है। हाम्रो का कि कु के को आएको थियो, सा सी सु से सो आएको थियो। यहाँ हुनुपर्ने ता ती तु ते तो। तर अब यहाँ के छ भनेपछि ता ची सु ते तो छ। अब जापानिजहरू बोल्दाखेरि उनको जिब्रो लाग्छ के, जिब्रो लाग्छ भन्नाले केही पनि बोल्दाखेरि बोलाइ नै अलग हुन्छ भनेपछि उनको ता ची चु ते तो हुन्छ है। यहाँ ता ती नभएर ता ची हुन्छ है, ची ची। चीले 5 जस्तो गर्ने है, 5 जस्तो गरेर यहाँबाट मोडिदिने। म स्टेप वाइज बताउँछु। एउटा यहाँबाट लाइन ल्याउने, तल गर्ने, यस्तो लाइन आयो, यो लाइन हालिसकेपछि यहाँबाट यस्तो गर्यो, लाइन गरेपछि यस्तो यो लाइनलाई डाइरेक्ट हातमा छोडिकन मोडिदिने है। अनि योलाई यो छ नि, योलाई योभन्दा बाहिर नल्याउने है। यो लाइन भन्दा ट्याक्क भित्र नै राख्नुपर्ने हुन्छ। फेरि यहाँ लाइन हाल्यो, यहाँबाट गयो, यो भित्र नै हुनुपर्छ है। ता ची त्यो पछि आउँछ चु। चु एकदम सिम्पल छ। यहाँबाट यस्तो लग्ने, यहाँबाट यस्तो गरेर है, चु ता ची चु। अब आउँछ ताकैको, ताकै लाइनको है त्यही हाम्रो ट्याक्कै नेपालीको आर्ट जस्तै हुन्छ। यहाँबाट लग्ने अनि यहाँबाट यस्तो गरिदिने, यो इजी छ है, इजी छ। यसलाई ता ची चु ते। अब आउँछ हाम्रो तो। तो यस्तो एउटा यो लाइन हाल्ने अनि एउटा यो गर्ने है। यो लाइन हाल्यो, यहाँबाट यस्तो यस्तो लाइन मोडिदिने है, यहाँबाट लग्यो यस्तो। पहिले यो गर्ने, फेरि यो गरिसकेपछि यहाँबाट यो ल्याउने, यो गर्ने, यहाँबाट यो ल्याउने। ता ची चु ते तो। यसमा हाम्रो फरक भनेको ची र चु हो है। आउनु पर्ने त थियो हाम्रो ता ती तु ते तो। तर यहाँ ती भन्नाले एकदम जिब्रो लागे जस्तो हुन्छ, उनीहरूको आफ्नै छुट्टै हुन्छ भने यहाँ ता ची चु ते तो हुन्छ है। अब हाम्रो आको लाइन सकियो, काको लाइन सकियो, साको लाइन सकियो, ताको लाइन सकियो। यो पछि आउँछ नाको लाइन। आ का सा ता ना है, नाको लाइन आउँछ। नाको लाइन हामी लेखौँ यता, ना है। पहिला एउटा लाइन हाल्ने, यहाँबाट अर्को लाइन तान्ने, यहाँ हल्का कमा लगाउने अनि यहाँ ना, यहाँबाट उल्टो चार जस्तै गर्ने हो क्या, सेम टु सेम है। एउटा लाइन हाल्ने, एउटा लाइन हालेपछि यहाँबाट तान्ने, यो लाइन हालिसकेपछि यहाँबाट तानेपछि यहाँ एउटा कमा दिने अनि यहाँबाट उल्टो चार जस्तै है, यस्तो ना। ना पछि आउँछ अब सेम हो त्यही नि। नि एकदम सिम्पल छ। एउटा लाइन हाल्ने अनि अर्को यहाँबाट अनि हल्का यस्तो गर्ने है, नि। एउटा लाइन हाल्ने, एउटा लाइन यहाँ तान्ने,
यहाँबाट यस्तो लाइन हाल्ने यहाँबाट यस्तो है। यो पछि आउँछ नु रहेको छ हाम्रो यस्तो है। पहिला यहाँबाट यस्तो लग्ने यहाँबाट यो घुमाउने अनि यस्तो गर्ने यो सिम्पल हिसाबले त यहाँबाट यस्तो लग्ने फेरि त्यसले यहाँबाट मोड्ने यहाँबाट मोडेर एउटा यस्तो गर्ने यस्तो है। यस्तो डाइरेक्ट बनाउँदा राम्रो हुन्छ यो स्टेप वाइज हुन्छ है। यहाँबाट लग्ने यहाँबाट गर्ने घुमाउने यहाँबाट हल्का यहाँ बिचबाट फाडिदिने भनौँ डाइरेक्ट गरौँ यस्तो है। नानी नु अब आउँछ ने हाम्रो यस्तो तर जस्तो गरेर यहाँबाट लगेर मोडिदिने हो कि एउटा लाइन हाल्ने यहाँबाट दुईटा यो लग्ने यहीँबाट घुमाएर यस्तो गरिदिने है। लाइन हाल्ने यो हालिदिने यहाँबाट लगेर यस्तो गर्ने लाइन यस्तो लाइन अब आउँछ नु एकदम सिम्पल छ। नो बनाउँदाखेरि हामी यस्तो गर्छौँ यहीँबाट यस्तो गर्ने हो है। नो एकदम सिम्पल छ। तलबाट लग्ने मोडिदिने यहाँबाट माछा त्यो खेल्छ नि त्यस्तो छ। अब हाम्रो सक्यो नानी नुने नु नानी नुने नु सकिएपछि यो पछि अब हाम्रो रहनेछ हा। अब हाको लाइन अनि एउटा कुरा बताउनु भुल्यो है। एउटा कुरा मिस्टेक के भयो भन्नाले हजुरहरूले यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिहाल्नु है। अनि एउटा लाइक त ठोक्नै पर्यो। अनि हाम्रो अगाडि आएको भिडियोहरूले हेर्नको लागि च्यानललाई सब्सक्राइब गरेर बेल आइकनलाई दबाउनु है सबैले। ल मिस्टेक भनेको त्यही थियो, अरू के मिस्टेक होइन, अगाडिको सबै ठिक छ है। ल यो पछि अब हाम्रो लाइन आउँछ हाको लाइन है। हा हाम्रो यस्तो हुन्छ। अब यसलाई बनाउने प्याटर्न है। एउटा लाइन यहाँबाट हाल्ने त्यही एउटा लाइन ल्याउने त्यहाँबाट यसले मोडिदिने भनौँ। यो एउटा लाइन ल्याउने त्यो लाइन सकेपछि एउटा लाइन ल्याएपछि यहाँबाट यसले मोडिदिने यो हा। अनि यो माथि हल्का लाइन तान्ने हेर्नु है ध्यानले। यो लाइन ल्याउने यहाँबाट एउटा लाइन लिएर यहाँबाट हाल्ने त्यसलाई हल्का यता गर्ने हा। हा पछि आउँछ हि। हाम्रो हि सेम टु सेम त्यो च जस्तै रहेको छ है। लगभग च जस्तै हुन्छ यो हि। यस्तो मोड्ने यस्तो मोड्ने यो यहाँबाट लग्ने यहाँबाट लग्ने यहाँबाट हि यस्तो गर्दा नि हुन्छ। यस्तो गर्नु हुन्छ है हि हा हि हा हि हु हे हो नभएर अब यहाँ नि एउटा अक्षरमा हाम्रो चेन्ज रहेको हुन्छ। हा हि हु हे हो नभएर यहाँनिर हा हि फु हुन्छ है। फु पुरै यस बनाएर जस्तो गर्ने। यसले यो पछाडिको लाइन कम तान्ने यहाँबाट एउटा खुट्टा तान्ने यहाँबाट एउटा खुट्टा तान्ने यहाँबाट लाग्ने अनि यहाँबाट राख्ने फु यस्तो। यति गर्दा नि हुन्छ। चारवटा नलगाउँदा नि हुन्छ। फु फु है। तिनैवटा लगाउनु यो चारवटा नलगाउनु है। यो तिनवटा गर्नु त्यो फु यस्तो हुन्छ है। फु हाई फु। अब आउँछ त्यही हाको लाइनको हे आउँछ है। हे एकदम इजी छ। यस्तो तान्ने पहाड जस्तो है। यहाँबाट लग्ने यहाँबाट लगिसकेपछि तान्ने तल तान्दिने फु हा हि फु हे। अब आउँछ हो। हो पनि सेम यस्तै हो। यसले तान्ने यहाँबाट लिएर यो मोड्ने यहाँबाट यति गरिसकेपछि यसको माथि एउटा लाइनहरू हालिदिने। यति गरिसकेपछि हो भन्छ है। यो सेम ऊ माथि हेर्नु हा जस्तै यहाँबाट ल्याउने अनि यसलाई मोडिदिने यति गर्ने। यो के भयो हा। यसको माथि एउटा लाइन थप्यो भने हो हुन्छ है। यो ल्यायो यहाँबाट गऱ्यो यस्तो गरेर हो। यो इजी छ है। प्र्याक्टिस गर्नु होला इजी हुन्छ है। हाई फु हे हो। हाको लाइनमा नि यतिकै हुन्छ है। अब हाको लाइन सकेपछि अब हाम्रो रहेको छ माको लाइन है। माको लाइन
माको लाइनमा मा यस्तो हुन्छ। म यसलाई स्टेप बाई बताउँछु। पहिला एउटा लाइन माथि हाल्ने, फेरि तल दुईटा लाइन हाल्ने। यो दुईटा लाइन गरिसकेपछि यहाँ एउटा सिधा लाइन लिएर यहाँ मोडिदिने है। दुईटा लाइन हाल्ने, पहिला दुईटा लाइन हेर्नुहोस् यता, फेरि यहाँबाट सिधा लिएर यो मोडिदिने। यो मा हुन्छ है। त्यो पछि आउँछ मी। मी रहेको छ हाम्रो यस्तो मी है। त्यसले स्टेप वाइज लग्दाखेरि यहाँबाट एउटा लाइन लग्ने, त्यहाँबाट तलबाट गरिदिने, यति लग्ने है। पहिला यहाँबाट यस्तो एउटा गरेर यहाँबाट मोडिदिने कि सेम म जस्तै हुन्छ, तर अगाडिको चुच्चो चाहिँ अलग ठुलो बनाउनु पर्ने हुन्छ है। यो यस्तो गर्ने है। हल्का यहाँनिर यस्तो मोडे जस्तो गरिदिने। मा मी बसे आउँछ मु। मु नि सेम मा जस्तै हुन्छ। पहिला यहाँ हेर्नु यस्तो हुन्छ है। अहिले स्टेप वाइज लग्दाखेरि पहिला यहाँनिर हजुरहरूले लाइन हाल्नु। यो लाइन हालिसकेपछि यो लाइनको सेम तलबाट ल्याउनु, यहाँबाट यति गर्नु। यो लाइन फेरि यो हालेको यति गरिसकेपछि यहाँबाट यति मोडिदिनु। माथि टाइप यसको पुच्छर चाहिँ माथि जान्छ है। यो माथि लगिसकेपछि यसलाई लाइन हाल्ने, यसले पुच्छर माथि लगिसकेपछि यहाँबाट एउटा देन लगाइदिने है। त्यो हुन्छ मुन। अब आउँछ मे। मे यस्तो हुन्छ है। पहिला योले यहाँबाट ल्याउने, यस्तो गरेर ल्याउने, योबाट ल्याएर यहाँबाट यस्तो मोडिदिने है। उल्टो चार जस्तो बनाउने, यसले यहाँबाट ल्याएर उल्टो चार जस्तो बनाएर यहाँबाट यस्तो एउटा लाइन हालिदिने। यो चार जस्तो बनाउनु, लाइन हालिदिने है। यो मामी मुमे। अब आउँछ मो। मो सेम इङ्ग्लिसको टी जस्तो रहेको छ, र त्यसमा अब हामीले थप्नुपर्ने एउटा लाइन हुन्छ, यस्तो हुन्छ, अनि यहाँबाट एउटा लाइन थप्नुपर्ने हुन्छ है माथि। अब यसले स्टेप वाइज लग्दाखेरि यस्तो ल्याउने पहिला है। सी जस्तो बनाउने, यस्तो भने टी जस्तै बनाउने। यहाँबाट एउटा लाइन यहाँ तल हाल्ने, टी भयो। यो लाइन हालिसकेपछि एउटा टी जस्तो गरेर यहाँबाट माथिबाट एउटा लाइनहरू खिच्ने। यो माथि यो चुच्चो पनि यो अगाडि हुनुपर्छ है। यहाँबाट लगेर यो राम्रोसँग गर्ने, यहाँबाट गरेर यतिकै यो माथि देखिनुपर्छ। मामी मुमे मो। मामी मुमे मो। माको लाइन पनि यतिकै हुन्छ है। अब हाम्रो माको लाइन सकिएपछि आउँछ याको लाइन। यो याको लाइन एकदम इम्पोर्टेन्ट हुन्छ है। यो आधा अक्षरमा पनि याहरू या यो हाम्रो काम आउँछ। याको लाइनमा हाम्रो आई उ यो काकी कुकीको यो लाइनमा 5-5वटा अक्षर हुन्छ भने याको लाइनमा हाम्रो 3वटा अक्षर हुन्छ। त्यो यहाँ लेखिन्छौँ या आयो है। या यो स्टेप वाइज पहिले यहाँ लाइन हाल्ने, त्यो लाइन हालिसकेपछि यहाँबाट यस्तो रहने। हाम्रो कहानी सेम थियो है। फेरि यहाँबाट लगेर यो एउटा लाइन धर्को काटिदिने, यो लग्ने, यो काटिदिने, स्टेप लग्ने। त्यो पछि हामी पहिला यो लाइन हाल्ने, त्यो पछि यस्तो गर्ने, फेरि यहाँबाट यो काटिदिने या है। त्यो पछि आउँछ हाम्रो यु। यु पनि सेम 5 जस्तै। ची हाम्रो यस्तो थियो है। ची हाम्रो यस्तो थियो। अब यु हेरौँ यता, यु यस्तो हुन्छ। यो स्टेप वाइज जाँदा यो एउटा धर्को तान्ने, धर्को तानिसकेपछि यहाँबाट यस्तो मोड्ने 5 को जस्तै। यहाँबाट यो मोडिसकेपछि यहाँबाट एउटा पेट काटिदिने यसको है। या यु। अब आउँछ यो। यो यस्तो हुन्छ है। स्टेप वाइज जाँदा यहाँ एउटा लाइन हाल्ने, त्यो लाइन हालिसकेपछि यहाँबाट यस्तो गरेर यस्तो मोडिदिने, यो मोडिदिने, यो मोडिदिने है। या युको लाइनमा यति नै हुन्छ। या यो पछि हाम्रो आउँछ अर्को लाइन है। अब याको लाइन पछि रहेको छ हाम्रो राको लाइन है। राको लाइनमा अब रा पनि हाम्रो ची अनि यु जस्तै हुन्छ है। यहाँबाट सेम यस्तै हुन्छ है। यहाँ पनि यसलाई स्टेप वाइज जाँदा एउटा लाइन तान्ने, लाइन तानेपछि यो लाइन तानिसकेपछि यहाँबाट यो नि मोडिदिने है। यो लाइन तान्ने, यो लाइन यहाँ मोडिदिने है। 5 जस्तो गरे जस्तो यहाँबाट मोडिदिने। त्यो मोडिसकेपछि यहाँबाट यस्तो लाइन तान्नु पर्ने हुन्छ। यो यहाँबाट तान्दिने है यस्तो। रा पछि आउँछ हाम्रो री। री
अब री को लाइनमा हाम्रो एउटा लाइन यहाँबाट तान्ने हल्का केयर गर्नुपर्छ है। यो लाइन री यस्तो हुन्छ हाम्रो सिम्पल हुन्छ। एउटा लाइन यहाँबाट तान्ने, यो लाइन तानिसकेपछि एउटा लाइन यहाँबाट तान्ने, यस्तो मोडेर यो लाइन भइसक्यो यहाँबाट यहाँ चाहिँ हल्का मोडे जस्तो है। यो मोडे जस्तो यो यस्तै हुन्छ है, मोडे जस्तो गर्नु। र री पछि आउँछ अब रुको लाइन। रु सेम टु सेम 3 जस्तै हुन्छ है। यो ल्याउने यहाँबाट गर्ने, यो गरेर यस्तो मोडिदिने मात्र। रु एउटा धर बाल्ने। अब 3 बनाउनु त सबैलाई आउँछ होला, त्यहाँनिर यहाँबाट यस्तो गरिदिने यो है। रु पछि आउँछ रे। अब रेको लाइन सेम तर जस्तो गरेर यहाँबाट लगेर यस्तो लगिदिने, स्टेप बाई जाँदै एउटा लाइन हाल्ने, लाइन हालेपछि यहाँबाट यस्तो यो तान्ने, यो गरेपछि यो है, यो रारी रु रे पछि आउँछ लास्ट यसको रो सेम टु सेम रु जस्तै हुन्छ तर पुरै 3 जस्तो है। यो 3 बनाउनु त सबैलाई आउँछ होला, 3 जस्तै हुन्छ है। 3 रा रि रु रे रो यो लाइनमा यति नै हुन्छ है। रा रि रु रे रो। अब लास्टमा हाम्रो रहेको छ लास्ट 3वटा ओडहरू रहेको छ। यसमा रहेको छ वा वो अनि न है। वा हाम्रो हुन्छ यस्तो। अब यसलाई स्टेप वाइज जाँदा एउटा लाइन हाल्ने, लाइन हालिसकेपछि यहाँबाट यस्तो गर्ने, यो लाइन हालिसकेपछि यहाँबाट यस्तो गरेपछि यस्तो तान्दिने, यस्तो तान्दिने है। वा ओ हुन्छ हाम्रो एउटा लाइन हाल्ने, अनि यो लाइन हालिसकेपछि यहाँबाट यस्तो हल्कै मतलब केयर टाइप गरिदिने है। 3rd स्टेपमा जाँदा यो हाल्दा यहाँबाट यो घुमाउने है। लास्ट स्टेपमा जाँदा योलाई यहाँ लग्ने, यहाँबाट यो गर्दा यो गरेर यहाँबाट यो लगाइदिने, यो हुन्छ हो। फाइनल चाहिँ यो हुन्छ है। वो चाहिँ फाइनलको यो हो। अब न यस्तो हुन्छ है। यो स्टेप वाइज जाँदा यस्तो यन जस्तै बनाउने, धेरै नमोड्ने जस्तो यहाँबाट घुमाएर है। यो गएर यो फाइनल चाहिँ यही हुन्छ है। फाइनल चाहिँ यही हुन्छ मेन। स्टेप वाइज जाँदा लगेर यो धेरै नमोड्ने, यहाँबाट यस्तो गर्दैन यो वा हो न। अब हाम्रो हिरागानाको ओडमा यतिवटा ओड रहेको छ र यो ओडहरूलाई म एकचोटि 46 वटालाई पुरै यो ओडमा लेखिदिने छु। अनि कहाँनिर के हुन्छ यो बताएर यो भिडियो यहीँ सकिनेछ है। हाम्रो हिरागाना भित्र रहेको 46 वटा ओड अक्षरहरू मैले यता लेखिदिएको छु। सबै आ का सा ता ना हा मा या रा वा वो न यतिवटा 46 वटा अक्षरहरू हाम्रो रहेको छ यसभित्र। र हाम्रो केही झुकिने ओडहरू भनेको हाम्रो मिस्टेकले यहाँनिर सी छ एउटा, अनि यु छ, अनि हाम्रो यो रा छ है। सेम छ तर यो प्याटर्न अलग छ, यहाँनिर ध्यान दिनु होला सबैले। अनि त्यो पछि हाम्रो यो कन्ट गर्ने कसरी कन्ट गर्ने, यो लाइन पछि आको लाइन पछि हाम्रो काको लाइन छ, काको पछि साको लाइन छ भनेर हामीले कसरी कन्ट गर्ने भनेपछि आका सा ता ना हा माया रा वन। आकाशबाट तान हामाया रावण भने जस्तै हुन्छ है। आका सा ता ना हा माया रा वावन रावण भन्दा हुन्छ है। ओ 20 मा पर्छ यसको, यहाँ ठाउँ नहुनाले मैले यति लेखिदिएको छु। आकाशा ता ना हा माया रावण भन्ने हुन्छ। सबैवटा ओड मैले यता लेखिदिन्छु। यो 46 वटा ओडलाई 15 चोटि कपीमा लेख्नुस्। 15 चोटि कपीमा लेखिसकेपछि यो हजुरको माइन्डमा आफै सेट हुनेछ। र यो भिडियो आजको लागि यो भिडियो यति नै हुनेछ। सबैले सब्स्क्राइब गरिदिनु होला। आज फर्स्ट ट्राई थियो, कस्तो लाग्यो कमेन्टमा आफ्नो रिएक्सन दिनु होला भनेर मिनासान आरिगातो गोजाइमास।